हेलो एभ्रीबडी, मेरो स्कुल अनलाइन लर्निङ प्लेटफर्ममा यहाँलाई स्वागत छ। आज हामी स्ट्रेन्थ अफ मेटेरियलको च्याप्टर 1 एक्सियल फोर्सेस, शियरिङ फोर्स एन्ड बेन्डिङ मोमेन्ट च्याप्टरमा छौं। आजको यस भिडियोमा हामी इन्ट्रोडक्सन र बेसिक कन्सेप्ट कन्टिन्यू गर्न जानेछौं। ढिलानगरी आजको टपिकमा अगाडि बढौं। अब हेरौं त आज हामी केबाट सुरु गर्छौं त भन्दाखेरि टाइप्स अफ बीमबाट। टाइप्स अफ बीम। अब बीमलाई हामीले धेरै तरिकाले क्लासिफिकेसन गर्न सक्छौं। यहाँ चाहिँ हामी के तरिकाले गर्छौं त भन्दाखेरि नम्बर र टाइप्स अफ सपोर्टको आधारमा। भनेपछि डिपेन्डिङ अपन नम्बर एन्ड टाइप्स अफ सपोर्ट, कस्तो कस्तो खालको सपोर्ट छ र कतिवटा सपोर्ट छ त्यसको आधारमा हामी बीमलाई दुई तरिकाले डिभाइड गर्न सक्छौं। फर्स्टमा के छ त भन्दाखेरि स्ट्याटिकली डिटर्मिनेट। त्यसैगरी दोस्रो तरिकामा के छ त भन्दाखेरि स्ट्याटिकली इन्डिटर्मिनेट। ल भनेपछि सुरुमा सुरु गरौं। स्ट्याटिकली डिटर्मिनेट भनेको के हो त? आई नम्बरमा स्ट्याटिकली डिटर्मिनेट। ल अब हामीले एप्लाइड मेकानिक्समा के पढिसकेका छौं त भन्दाखेरि कुनै पनि पोइन्टमा इक्विलिब्रियम आउनको लागि त्यसको के हुनुपर्छ त? तीनटा चीज हुनुपर्छ। समेसन एफ एक्स, यो भनेको के हो त? अल्जेब्रिक सम अफ होरिजोन्टल फोर्सेस। त्यसैगरी समेसन एफ वाई, अल्जेब्रिक सम अफ भर्टिकल फोर्सेस। र त्यसैगरी समेसन एम अबाउट जेड एक्सिस, यो चाहिँ के हो त? समेसन अफ मोमेन्ट अबाउट द जेड एक्सिस। त्यो चाहिँ के हुन्छ त? सबै यो 0 हुनुपर्छ। त्यो कन्डिसनमा मात्र यो पोइन्टमा के हुन्छ त? इक्विलिब्रियम आउँछ। अब यदि यी तीनटा इक्वेसन जुन हामीसँग छ त्यसले हामीले के गर्न सक्छौं त भन्दाखेरि गिवन बीमलाई एनालाइज गर्न सक्छौं भने अब त्यस्तो बीमलाई हामी के भन्छौं त? स्ट्याटिकली डिटर्मिनेट बीम भन्छौं। हामीले अहिलेसम्म एप्लाइड मेकानिक्समा पढेको स्ट्रक्चर मध्ये बीम फ्रेममा जुन हामीले पढेका छौं ती सबै अहिलेसम्म हामीले के गरेका छौं त? स्ट्याटिकली डिटर्मिनेट बीम मात्र पढेका छौं अथवा स्ट्याटिकली डिटर्मिनेट फ्रेम मात्र पढेका छौं। भनेपछि अ बीम इज सेड टु बी स्ट्याटिकली डिटर्मिनेट if it can be analyzed using three equations of equilibrium। त्यो चाहिँ के हो त? समेसन एफ एक्स इक्वल्स टु 0, समेसन एफ वाई इक्वल्स टु 0 र समेसन एम जेड इक्वल्स टु 0। अब यसको अर्थ चाहिँ एक्चुअलीमा के हो त? हेरौं त। समेसन एफ एक्स भनेको अल्जेब्रिक सम अफ होरिजोन्टल फोर्सेस। अब होरिजोन्टल फोर्सेसहरुको अल्जेब्रिक सम, सबभन्दा इम्पोर्टेन्ट चीज के हो त यसमा? अल्जेब्रिक सम हो। किनकि अल्जेब्रिक समले के गर्छ त भन्दाखेरि डिरेक्सनलाई पनि ध्यानमा राख्छ। जस्तै मानौ हामीले यो पोइन्टमा होरिजोन्टल फोर्सेसहरुको सम निकाल्न खोजिरहेका छौं। अब एउटा फोर्स हामीलाई यसरी लागिरहेको छ, अर्को फोर्स हामीलाई यसरी लागिरहेको छ। अब यतापट्टिको फोर्स हाम्रो मानौ 5 न्यूटन छ, यतापट्टिको फोर्स मानौ हाम्रो 2 न्यूटन छ। अब हामीले सुरुमै के एज्युम गर्यौं त भन्दाखेरि यो डिरेक्सनमा लागेको फोर्सलाई पोजिटिभ मान्ने भनेर एज्युम गर्यौं भने अब यहाँनिर रिजल्टेन्ट फोर्स के हुन्छ त? 3 न्यूटन हुन्छ। यतातिर लाग्छ किनकि हेरौं त त्यो डिरेक्सनको फोर्स के छ त? ग्रेटर छ, भनेपछि पोजिटिभ हुने भयो। अब यसैलाई हामीले लेफ्टतिरलाई पोजिटिभ मान्ने हो भने के हुन्छ त भन्दाखेरि -3 न्यूटन हुन्छ। किन हुन्छ त भन्दाखेरि अब -3 न्यूटनले के देखायो त? अर्को डिरेक्सनपट्टि रहेछ, नेगेटिभ डिरेक्सनपट्टि रहेछ भनेर देखायो। अब यसरी हामीले लियौं भने डिरेक्सन सहित गरेर त्यसलाई हामी के भन्छौं त? अल्जेब्रिक सम भन्छौं। ल यो भयो। त्यसैगरी समेसन एफ वाई इक्वल्स टु अल्जेब्रिक सम अफ भर्टिकल फोर्सेस। यसमा पनि त्यही अप र डाउन मध्ये जुनलाई पनि हामीले पोजिटिभ मान्छौं, अर्कोलाई के गर्छौं त? नेगेटिभ मान्छौं। त्यसैगरी समेसन एम जेड इक्वल्स टु के हो त? अल्जेब्रिक सम अफ मोमेन्ट अबाउट जेड एक्सिस। ल यति भयो। अब यसमा पनि के हुन्छ त? यदि हामीले क्लकवाइजलाई पोजिटिभ मान्छौं भने एन्टी क्लकवाइजलाई नेगेटिभ मान्नुपर्छ र यदि एन्टी क्लकवाइजलाई पोजिटिभ मान्छौं भने क्लकवाइजलाई नेगेटिभ मान्नुपर्छ। त्यही नै चीज भयो। अब यसरी स्ट्याटिकली डिटर्मिनेट बीमको हामीसँग कतिवटा एक्जाम्पल छ त भन्दाखेरि तीनटा एक्जाम्पल छ जुन हामीले प्राय जसो युज गरिरहेका हुन्छौं। 1 नम्बरमा के छ त भन्दाखेरि सिम्पली सपोर्टेड बीम। हेरौं त यो भनेको हाम्रो सबभन्दा धेरै युज हुने टाइप अफ बीम हो। ल अब यसको के हुनुपर्छ त भन्दाखेरि हेरौं त
एउटा बीम स्ट्रक्चर यसरी भयो। सपोर्टमा चाहिँ हाम्रो एउटा हिन्ज सपोर्ट हुनुपर्छ भने अर्को के हुनुपर्छ त रोलर सपोर्ट हुनुपर्छ। अब यसको हामीसँग कतिवटा रियाक्सन आउने भयो त भन्दाखेरि हेरौँ त। यो पोइन्टलाई x भनौँ, यो पोइन्टलाई y भनौँ भनेपछि होरिजेन्टलतिर rx1, भर्टिकलतिर rx2, त्यसै गरी यतापट्टि अब कुन रियाक्सन मात्र आउने भयो त ry2 मात्र आउने भयो, किनकि भर्टिकल डिरेक्सनको मात्रै रियाक्सन दिन्छ यसले, भर्टिकल मोसनलाई मात्र रिस्ट्रिक्ट गर्छ। भनेपछि यदि तीनटै जुन हाम्रो फोर्स छ त्यो केमा पर्यो त समेसन Fx इक्वल्स टु 0 र समेसन Fy इक्वल्स टु 0 मा पर्यो। भनेपछि हामीले यसलाई के गर्न सक्छौँ त अब एनालाइसिस गर्न सक्छौँ। त्यसपछि नेक्स्टमा हाम्रो के छ त भन्दाखेरि 2 नम्बरमा क्यान्टिलिभर बीम। ल अब क्यान्टिलिभर बीम हाम्रो कस्तो हुन्छ त भन्दाखेरि जसको एउटा इन्ड चाहिँ फिक्स्ड हुन्छ र अर्को इन्ड चाहिँ के हुन्छ त फ्री हुन्छ। अब यसमा हामीसँग के हुन्छ त भन्दाखेरि हेरौँ त, एउटा मोमेन्ट हुन्छ, क्लकवाइज भयो नि एन्टी क्लकवाइज भए पनि फरक पर्दैन। त्यसै गरी के पनि हुन्छ त भर्टिकल रियाक्सन पनि हुन्छ, होरिजेन्टल रियाक्सन पनि हुन्छ। यदि तीनटै केले दिने भयो त भन्दाखेरि समेसन Fx इक्वल्स टु 0, समेसन Fy इक्वल्स टु 0 र समेसन Mz इक्वल्स टु 0 ले दिने भयो। त्यसपछि नेक्स्टमा हाम्रो के छ त भन्दाखेरि 3rd नम्बरमा ओभरह्याङ्गिङ बीम। ल अब ओभरह्याङ्गिङ बीम चाहिँ हाम्रो कस्तो हुन्छ त भन्दाखेरि सिम्पली सपोर्टेड बीमको चाहे एकतिर होस् अथवा चाहे दुवैतिर हामीले यसरी नै क्यान्टिलिभर बीम जसरी नै स्ट्रक्चर बाहिर निकाल्यौँ भने त्यसलाई हामी के भन्छौँ त ओभरह्याङ्गिङ बीम भन्छौँ। जस्तै यसको इक्जाम्पल के हुनसक्छ त हेरौँ त, हामीसँग यो के भयो त सिम्पली सपोर्टेड बीम भयो। अब हामीले यसको एकतिर यसरी बीम बाहिर निकाल्यौँ अथवा अर्कोतिर पनि यसरी बाहिर निकाल्यौँ भने अब यसलाई हामी के भन्छौँ त ओभरह्याङ्गिङ बीम भन्छौँ। र यो कस्तो देखियो त यति पार्ट मात्र हेर्दाखेरि भन्दाखेरि क्यान्टिलिभर बीम जसरी देखियो, तर यसमा के छैन त फिक्स सपोर्ट चाहिँ छैन। त्यो चिज हामीले ध्यान पुर्याउनु पर्छ। ल यो भयो हाम्रो स्ट्याटिकली डिटर्मिनेट बीमको इक्जाम्पलहरू। अब यस पछाडि हामी के गर्छौँ त भन्दाखेरि स्ट्याटिकली इन्डिटर्मिनेट बीम भनेको के हो त्यसको बारेमा पढ्छौँ। भनेपछि हेरौँ त 2 नम्बरमा हाम्रो के छ त भन्दाखेरि स्ट्याटिकली इन्डिटर्मिनेट बीम। ल अब हामीले माथि डिटर्मिनेटको लागि के भन्यौ त भन्दाखेरि समेसन Fx, समेसन Fy र समेसन Mz इक्वल्स टु 0 गर्दाखेरि तीनटा इक्वेसन जुन हामीसँग सल्भ गर्छौँ त्यसबाट के हुन्छ त एउटा स्ट्रक्चर एलिमेन्टको एनालाइसिस भयो भने त्यसलाई हामी डिटर्मिनेट भन्छौँ भनेर भनेका छौँ। अब भनेपछि इन्डिटर्मिनेट भनेको अभियसली के हुन्छ त त्यो इक्वेसन चाहिँ इनफ हुँदैन त्यो स्ट्रक्चरल एलिमेन्टको एनालाइसिस गर्नको लागि। भनेपछि इफ द नम्बर अफ रियाक्सन्स एक्सिड्स द नम्बर अफ स्ट्याटिक इक्विलिब्रियम, त्यो भनेको के भयो त समेसन Fx इक्वल्स टु समेसन Fy इक्वल्स टु समेसन Mz इक्वल्स टु 0। स्ट्याटिक इक्विलिब्रियमको इक्वेसन भनेको यदि तीनटा हुन्छ, यदि त्यो नम्बर अफ इक्वेसन भन्दा के भयो त नम्बर अफ रियाक्सन चाहिँ बढी भयो भने देन द बीम इज कल्ड स्ट्याटिकली इन्डिटर्मिनेट बीम। त्यसलाई हामी के भन्छौँ त स्ट्याटिकली इन्डिटर्मिनेट बीम भन्छौँ। ल अब यसको अर्थ के भयो त भन्दाखेरि इक्विलिब्रियम इक्वेसन मात्र युज गरेर हामीले यो बीमको एनालाइसिस गर्न सक्दैनौँ र त्यसको लागि अब हामी फर्दर अरू इक्वेसन पनि खोज्छौँ, त्यसको बारेमा हामी पछि पढि नै हाल्छौँ। अब यसको एक्जाम्पल चाहिँ के हुन सक्छ त भन्दाखेरि ए नम्बरमा फिक्स्ड बीम। हेरौँ, मानौ हामीसँग यस्तो एउटा बीम छ जसको दुवै इन्ड चाहिँ के छ त फिक्स छ भने अब यहाँनिर के आउँछ त तीनटा फोर्स आउँछ, एउटा Fx आउला, एउटा Fy आउला, एउटा Mz आउला। अब तीनटा अननोन त भइहाल्यो, तर अब यता पनि के आउने भयो त भन्दाखेरि Fx2 आउने भयो, त्यसै गरी Fy2 आउने भयो र Mz2 आउने भयो। भनेपछि हामीसँग इक्वेसन कतिवटा छ त तीनटा मात्रै छ, समेसन Fx इक्वल्स टु 0, समेसन Fy इक्वल्स टु 0 र समेसन Mz इक्वल्स टु 0। तर हामीसँग अननोन कतिवटा भयो त भन्दाखेरि 6 वटा भयो। अब हामीले के गर्न सक्दैनौँ त्यसलाई यतिकै सल्भ गर्न सक्दैनौँ, यसको लागि हामी फर्दर अरू इक्वेसनहरू खोज्छौँ। ल यो भयो एउटा एक्जाम्पल। अब त्यसपछि बी नम्बरमा हाम्रो के हुन्छ त भन्दाखेरि प्रप्ड क्यान्टिलिभर बीम। अब प्रप्ड क्यान्टिलिभर बीम भनेको चाहिँ कस्तो हुन्छ त भन्दाखेरि हेरौँ त, यो हाम्रो फिक्स सपोर्ट भयो, यहाँदेखि यहाँसम्म हाम्रो बीम भयो, यतिकै भएको भए हाम्रो के हुन्थ्यो त डिटर्मिनेट हुन्थ्यो। तर हामीले अब यहाँ के गर्यौँ त भन्दाखेरि यसरी सपोर्ट दियौँ, चाहे रोलर सपोर्ट होस् चाहे हिन्ज सपोर्ट होस् जेसुकै होस् हामीले नयाँ सपोर्ट दियौँ। भनेपछि यसमा अझै के आयो त
यो पोइन्टमा होरिजेन्टल फोर्स Fx छ, भर्टिकल फोर्स Fy छ र मोमेन्ट mz त पहिलेदेखि छँदै छ। यतिकै भएको भए हामी सल्भ पनि गर्न सक्थ्यौं। तर यहाँ के अर्को आयो त भन्दाखेरि हेरौँ त Fy फोर्स फेरि आयो। यदि यो हिन्ज सपोर्ट भएको भए हेरौँ त Fx2 पनि फोर्स आउँथ्यो, होरिजेन्टल फोर्स पनि आउँथ्यो। अहिले त छैन, अहिले रोलर सपोर्ट छ, हिन्ज सपोर्ट भएको भए आउँथ्यो। भनेपछि अब के भयो त हामीसँग तीनटा इक्वेसन छ, पाँचवटा अननोन भयो भनेपछि फेरि पनि सल्भ हुन सकेन। अब यसैमा हामीले यसरी एक्सटेन्ड गरेको भए पनि त्यही केस हुन्थ्यो। भनेपछि यदि दुईटा केस चाहिँ के हुन्छ त प्रप्ड क्यान्टिलिभर बीम हुन्छ। अब त्यसपछि नेक्स्टमा सी नम्बरमा कन्टिन्युअस बीम। ल अब हामीले के भन्यौ त भन्दाखेरि ओभर ह्याङ्गिङ बीमसम्म मात्र भन्यौ। यदि हाम्रो यो बीम यसरी हेरौँ त सिम्पली सपोर्टेड बीममै बाहिरपट्टि ओभर ह्याङ्गिङ थियो भने यतिकै हाम्रो के भएको थियो त यसमा एउटा रियाक्सन आउँथ्यो Fy1, अर्को रियाक्सन आउँथ्यो Fx1, त्यसै गरी Fy2 आउँथ्यो। तीनटा इक्वेसन हुन्थ्यो हामीसँग, तीनटा अननोन हुन्थ्यो, सकिहाल्थ्यो। तर अब यसै गरी यही बीमलाई हामीले कन्टिन्यू गर्दै लग्यौं र अरू सपोर्ट पनि थप्दै गयौं। मानौ यसरी सपोर्ट थप्यौं, फेरि यहाँनिर हिन्ज सपोर्ट थप्यौं, दुईटा पनि परेन, एउटै मात्र थप्यौं भने नि हाम्रो के हुन्छ त अर्को Fy3 थपिन्छ र फेरि Fy4 र Fx4 थपिन्छ। भनेपछि हामीसँग इक्वेसन त तीनटै छ, जतिवटा रियाक्सन थप्यो पनि अब हाम्रो के भएन त सल्भ भएन। भनेपछि हामीले त्यसलाई पनि अब के भन्छौं त स्ट्याटिकली इन्डिटर्मिनेट स्ट्रक्चर भन्छौं। ल यो भयो हाम्रो बीमको टाइप्स डिपेन्डिङ अपन के हो त नम्बर एन्ड नेचर अफ सपोर्ट। यससँगै हाम्रो यो भिडियो यही सकिन्छ। अब यसभन्दा पछाडिको भिडियोमा हामी शियर फोर्स, बेन्डिङ मोमेन्ट र एक्सियल फोर्सको डिटर्मिनेट स्ट्रक्चरसँग कसरी नाता हुन्छ भनेर हामी त्यसको बारेमा पढ्छौं। सी यु इन द नेक्स्ट भिडियो।